50,000 भन्दा बढी ग्राहकहरूको भरोसा सिल्भर 6 को वार्म थेरापी ओइल। मलाई भगवानले बचाए पनि होइन, सायद मिजुको लागि होला। किनभनेपछि मैले यो मिजु आइसियुबाटै अनाउन्स गरे फिल्म हो यो चाहिँ। मिजुलाई तपाईँहरू अथवा दर्शकहरूले दुई तरिकाले हेर्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। एउटा चाहिँ सामान्यतया ड्राइभर खलासीको कथा हो यो भन्न सक्नुहुन्छ, त्यसरी त्यो रूपमा पनि हेर्न सक्नुहुन्छ। अर्को अलिकति जस्तै दुईवटा लेयरबाट मैले भने, एउटा त्यो लेयरबाट, अर्को अलिकति पोलिटिकल लेयरबाट पनि हेर्न मिल्छ त्यो फिल्मलाई होइन। जस्तै हामी धेरै कुराहरू मेटाफोरिकली युज गरिरहेको छौँ त्यहाँ पोलिटिक्ससँग जोडेर, तर मैले अघि पनि भने दुई तरिकाबाट हेर्न मिल्छ। अनि म आफै एक्लै ड्राइभ गरिरहेको थिएँ गाडी, म 3 बजीतिर निदाएर त्यो रुखमा ठोकिन पुगेँ। बेलुकाको राति 3 बजे भनेको अब त्यो बिहानको 3 बजे भन्ने कि रातिको 3 बजे भन्ने होइन, कसरी त्यसलाई गर्ने विश्लेषण। सानोमा त त्यही त हो नि होइन, हिरो बन्छु भन्ने थियो। मैले फिल्म पनि गरेँ खासमा, तपाईँलाई थाहा चाहिँ छैन, 10-11 वर्ष अगाडि मैले रोल्पा रोग भन्ने फिल्म गरेको थिएँ। त्यहाँ चाहिँ अलिक थाहा पाइनँ छु मैले है। अनि त्यसपछि मैले अझ त्योभन्दा अगाडि फर्स्ट टाइम मैले आफ्नो क्यामेरा फेस गरेको त तितो सत्य 2012 तिरको कुरा होला। एक चान्स मैले पाएँ भने म धुलो पिठो उडाउँछु भन्ने लाग्छ मलाई। मेरो अनलाइन टिभी हेरेर बस्नुभएको सम्पूर्ण दर्शकमा धेरै धेरै स्वागत छ। टिआरपीको अर्को एपिसोड लिएर म तपस्या राणा पुनः उपस्थित भइसकेको छु। आज हामी केही फिल्मी कुरा गर्छौँ हाम्रो सेटमा, सँगसँगै केही जीवनका कथाहरू पनि बारे पनि चर्चा गर्नेछौँ। आज मसँग सेटमा यही जेठ 8 गतिदेखि प्रदर्शनमा आउन लागेको चलचित्र मिजुका निर्माता जनक मगरजी हुनुहुन्छ। स्वागत छ हजुरलाई मेरो अनलाइन टिभीमा। प्रचार प्रसारमा एकदमै व्यस्त भइरहँदा अनि दयाहाङ राई र तेरिया फोन्जा मगरलाई राखेर तपाईँले जुन चलचित्र बनाउनु भएको छ त्यसबारे चाहिँ पहिला थोरै कुराकानी गरौँ, अनि हामी बाँकी कुराकानी गर्नेछौँ। आफ्नो समग्र टिमलाई कसरी सम्झिनुहुन्छ तपाईँ, मिजुको टिमलाई? मिजुको टिमलाई त मैले झन् धेरै नै सम्झिन्छु र आभार पनि प्रकट गर्छु। मेरो जुन अवस्था, मेरो जुन शारीरिक अवस्थामा पनि उहाँहरूले मलाई एक किसिमले साथ दिनुभयो, सपोर्ट गर्नुभयो होइन। त्यसको लागि म उहाँहरूको लागि सधैँ ऋणी छु। विशेष को प्रति आभार हुन्छ यो चलचित्रलाई लिएर चाहिँ? कोही त हुनुहुन्छ होला नि, उहाँ चाहिँ अझ मेरो यो जीवन अथवा मेरो यो चलचित्रको दौरानमा नभए भए अझ अधुरो हुन्थ्यो भन्ने कोही त्यस्तो कोही व्यक्तित्व हुनुहुन्छ यो चलचित्रमा? सबैजनाको उत्तिकै भूमिका छ र सुरुवात कालदेखि नै मेरो अब भन त उहाँको पदको हिसाबले डिस्ट्रिब्युटर होइन, तर हामी दाइ भाइको नाता हामी बढी ज्यादा छ। उहाँहरूप्रति अझै धेरै आभारी छु। रोहित कटेल श्रेष्ठ चलचित्रको वितरक हुनुहुन्छ। थोरै टिमको बारेमा बताइदिनु न। कास्टिङमा मैले भने दया सर र टेरिया छ होइन, अलिक विस्तृत रूपमा चलचित्र कस्तो हो, चलचित्रले के भन्न खोजेको छ, समाजमा यो चलचित्रको प्रभाव कस्तो पर्ला, थोरै त्यो चलचित्रको बारेमा थोरै विस्तृत रूपमा। अब चलचित्रको विषयमा अब म एज अ निर्माता हुँदै गर्दा होइन, मैले अब यी नै कुराहरू बोल्नुभन्दा खास यो अब राइटर डिरेक्टरले बोल्नुपर्ने कुरा थियो, तैपनि म पनि थोरै कुराहरू त भन्छु नै। चलचित्र मिजु चाहिँ लगभग मेरो घर ज्वाइँभन्दा अगाडिको प्रोजेक्ट हो खासमा होइन। मैले दयालाई साइन गराएकै 8 वर्ष अगाडि मिजुको लागि भनेर, तर त्यति बेला फरक थियो, टाइटल अर्कै टाइटल थियो। पछि त्यसलाई हामी फेरि कथा सँगसँगै टाइटल पनि परिमार्जित गऱ्यौँ। समयअनुसार अलिकति थोरै चेन्ज हुँदै गयो हामी पनि होइन, र स्क्रिप्टमा पनि त्यसरी काम गर्दै गयौँ। त्यो फिल्म एउटा त मिजु भन्ने बित्तिकै तपाईँ स्वाभाविक रूपमा डाइरेक्ट अनुमान लाउन सक्नुहुन्छ केही अंश होइन, र सँगसँगै त्यो भित्रका धेरै कुराहरू छन् जुन कुराहरू अब मैले अहिले सबै कुराहरू खोल्दै गर्दा पनि अलि त्यति मजा चाहिँ नआउला, तैपनि केही कुराहरू म भन्छु। मिजुलाई तपाईँहरू अथवा दर्शकहरूले दुई तरिकाले हेर्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। एउटा चाहिँ सामान्यतया ड्राइभर खलासीको कथा हो यो भन्न सक्नुहुन्छ, त्यसरी त्यो रूपमा पनि हेर्न सक्नुहुन्छ। अर्को अलिकति जस्तै दुईवटा लेयरबाट मैले भने, एउटा त्यो लेयरबाट, अर्को अलिकति
पोलिटिकल लेयरबाट पनि हेर्न मिल्छ त्यो फिल्मलाई होइन। जस्तै हामी धेरै कुराहरू मेटाफोरिकली युज गरिरहेको छौँ त्यहाँ पोलिटिक्ससँग जोडेर, तर मैले अघि पनि भने दुई तरिकाबाट हेर्न मिल्छ। अब कुन दर्शक को दर्शकले कसरी हेर्ने भन्ने कुरा मात्रै हो। अनि बाँकी रह्यो मिथको कुरा आयो, मिथ किन लगाइन्थ्यो होइन, के कारण लगाइन्थ्यो, कसरी लगाइन्थ्यो, कस्तो अवस्थामा मिथ लगाइन्थ्यो, ती कुराहरू पनि अब सामान्य चाहिँ जानकारी हुनसक्छ। अहिले मैले यति भन्नुपर्दा चाहिँ बाँकी कुरा चाहिँ अब फिल्ममै हेरेपछि त्यो सबैले आफ्नो पर्सपेक्टिभबाट कसले कसरी विश्लेषण गर्छ भन्ने कुरा हो। त्यसपछि फिल्म हेरेपछि उहाँहरूको हातमा छोडिदिएँ मैले चाहिँ। चलचित्रको बारेमा हामी अझै अलिकति कुराकानी त गर्छौँ नि होइन। त्योभन्दा अगाडि हजुरलाई मैले सानो वेलकम गिफ्ट एज अ यो हाम्रो वेलकम गिफ्ट दिएर त्यसपछि सुरु गरौँ भन्ने छ। यो हाम्रो सिल्भर 6को मसरुम फेस सेरम हो। हुन त हामीसँग सिल्भर 6को वाम ओइल पनि थियो, यो आजैबाट एड भयो हाम्रोमा। आज पहिलो अतिथि तपाईँ हुनुहुन्छ जसलाई मैले यो दिँदैछु। यो मसरुम फेस सेरम चाहिँ यदि तपाईँको अनुहारमा पिगमेन्टेसन, अनुहार त क्लियरै छ होइन, त्यही पनि केही युज गर्दैन खासमा भन्दैन अहिलेसम्म त्यसरी क्लियर नै छ, तर पनि केही दागहरू अथवा तपाईँको स्किन कहिले डल, अब कति प्रमोसनमा हिँड्नुपर्छ होइन, डल भइरहेछ भने ब्राइटनिङको लागि चाहिँ यो सेरम तपाईँले युज गर्न सक्नुहुन्छ सिल्भर 6को। यसको तपाईँले प्रयोग गरेर हजुर यो चाहिँ प्रयोग गरेर कस्तो छ भनेर प्रतिक्रिया चाहिँ तपाईँले दिनु पऱ्यो। हस्, थ्याङ्क यू। हुन्छ, म हजुरलाई अवश्य भन्ने छु। मैले अहिलेसम्म केही पनि युज गरेको छैन खासमा, भन्नुला म हजुरलाई। यो यसको सिल्भर 6 भन्ने सुन्नु चाहिँ भएको थियो तपाईँले? मैले सुनेको थिएँ जस्तो लाग्यो कता कता। वाम थेरापी ओइलको बारेमा चाहिँ सुन्नुभएको थियो होला अहिले। हजुर हजुर यो चाहिँ सेरम आज। हजुर, अब यो तपाईँलाई पहिलो अतिथि तपाईँलाई दिँदै हस्, धन्यवाद, वेलकम गरेँ। हस्, धन्यवाद। अब थोरै मुभीकै बारेमा कुरा गरौँ न होइन। हजुर, तपाईँको आफ्नै कथा छ जो साँच्चै नै प्रेरणादायी पनि छ, समाजले सुन्नै पर्ने कथा पनि हो। त्यही भएर पनि आज तपाईँसँग हामी यहाँ जोडिया छौँ। हजुर, साँच्चै भन्नुपर्दाखेरि चाहिँ नत्र प्राय चलचित्रको प्रमोसनमा चाहिँ कलाकारै हिँड्नुहुन्छ। तपाईँ पनि एक हिसाबले सक्रिय भएर हिँडिरहनु भएको छ। हिजो मात्रै भर्खर पनि ट्रेलर पनि रिलिज भयो। हजुर, प्रतिक्रिया कस्तो आइरहेछ? अनि तपाईँको लागि यो मितज्यू चलचित्र कति महत्त्वपूर्ण छ तपाईँको जिन्दगीमा चाहिँ? मैले कहाँबाट सुरु गरौँ? मेरो लागि पहिलो कुरा त चलचित्र क्षेत्र र चलचित्रसँग मेरो जीवन गाँसिएको छ। मेरो म बाँचेको छु त फिल्मकै लागि बाँचेको छु जस्तो लाग्छ। र मलाई भगवान्ले बचाए पनि होइन, सायद मितज्यूको लागि होला। किन भनेपछि मैले यो मितज्यू आइसियूबाटै अनाउन्स गरेँ फिल्म हो यो चाहिँ। म आइसियूमा थिएँ त्यसलाई होइन, हस्पिटलको बेडमा थिएँ र मेरो अधिकांश कामहरू सबै हस्पिटलबाटै गरेँ मैले चाहिँ। अनि त्यस बेलामा मैले अघि पनि भने त्यही भएर सपोर्ट गर्ने मेरो चाहिँ दाइ रोहित दाईहरू होइन, अनि हाम्रो डिरेक्टर सबैजनाले गर्नुभएको थियो। र मेरो लागि त एकदमै भने नि एकदमै महत्त्वपूर्ण हो मितज्यू। एक त पहिलो कुरा मेरो यो खास फर्स्ट प्रोजेक्ट थियो जुन म सकुशल हुँदै गर्दा अथवा घर जाइँभन्दा पहिला मैले साइन गरेको दाइलाई, दया दाइलाई लगायत 2-3जनाको आर्टिस्ट हुनुहुन्थ्यो, उहाँहरूलाई मैले साइन गरेको त्यति बेला गरेको प्रोजेक्ट। खासमा मेरो डेब्यू प्रोजेक्ट भन्दा पनि हुन्छ अझ होइन, त्यो हिसाबले पनि एउटा त। अर्को कुरा चाहिँ मेरो जिन्दगीसँगै जोडियो कि मितज्यू खासमा भन्दा होइन। जुन हिसाबले म दुर्घटनामा परेँ 1.5 वर्ष अगाडि घर चाहिँ पछि, अनि त्यो हुँदै गर्दा मलाई बाँच्न सिकाएको चाहिँ मितज्यूले, अथवा म बाँचेको अथवा मेरो अर्थ रहेको चाहिँ मितज्यूले गर्दा हो जस्तो मलाई महसुस हुन्छ। जुन कारणले गर्दा म आज यहाँसम्म सकुशल छु, राम्रो तरिकाले यहाँसम्म बोल्न पाएको छु। यस अर्थमा पनि मितज्यू एकदमै धेरै महत्त्वपूर्ण चलचित्र मेरो जीवनको लागि। जस्तो अब घर ज्वाइँ तपाईँले पहिलो निर्माण गर्नुभएको चलचित्र। हजुर, अनि मितज्यू निर्माणको हिसाबले डेब्यू हुनुपर्थ्यो तर घर ज्वाइँ भयो। हजुर, तपाईँलाई हामीले अब तपाईँको थोरै व्यक्तिगत जीवनतिर म गएँ है, अनि त्यो बिचबिचमा फिल्महरू पनि जोडिहाल्छन्। हजुर, तपाईँलाई घर ज्वाइँको बेलामा हामीले सकुशल देख्या मान्छे होइन, एकदमै राम्रो, तपाईँ हिँडिरहनु भएको मान्छे, फिल्म प्रमोसनमा पनि तपाईँ फोटो खिचाइरहनु भएको थियो, हिँडिरहनु भएको थियो, त्यस्तो मान्छे त्यो घर ज्वाइँदेखि मितज्यूसम्म आउँदा त्यस्तो के भयो तपाईँ अहिले र शारीरिक रूपमै अशक्त हुन पुग्नुभयो? यो
अब अलिक पछाडि नै जाउँ न त्यसो भए फेरि होइन के भयो भने अब मेरो बुवा विदेश बाहिर बस्नुहुन्छ उहाँ धेरै वर्षपछि आउनुभएको थियो नेपाल अनि मैले चाहिँ उहाँलाई छोड्न गएको थिएँ अनि इन्डिया फेरि बुवा चाहिँ इन्डियामा हुनुहुन्छ नै बाहिर अझै बाहिर हुनुहुन्छ विदेशमा हुनुहुन्छ अझै बाहिर इन्डिया भन्दा तर उहाँले चाहिँ त्यो इन्डिया आउने गरी अनि उहाँले आफ्नो बुवा आमालाई तीर्थव्रत गराउँछु भनेर बुवा आमा पनि त्यतै बोलाउनु भएको थियो भनेको मेरो हजुरआमाहरूलाई पनि अनि त्यो क्रममा उहाँ चाहिँ फेरि पछि अप डाउन टिकट उतैबाट ल्याउनाले पछि फेरि मैले छोड्न सिङ्गल मगाएँ इन्डिया उहाँलाई छोड्न गएको थिएँ फर्केर आउँदाखेरि अलि रात परिसकेको थियो बुटोल अनि मलाई दाङ जानुपर्ने थियो खासमा अनि म आफै एक्लै ड्राइभ गरिरहेको थिएँ गाडी म 3 बजीतिर निदाएर त्यो रुखमा ठोकिन पुगेँ बेलुकाको राति 3 बजे भनेको अब त्यो बिहानको 3 बजे भन्ने कि रातिको 3 बजे भन्ने होइन कसरी त्यसलाई गर्ने विश्लेषण अनि त्यसपछि म त एक्लै गाडीमा अनि त्यहाँ त्यो कपिल वस्तुको त्यो बनगाई भन्ने ठाउँमा चोक छ एउटा सानो चोक मैले अस्ति देखेँ है सामान्य लाग्यो मलाई त्यो देख्दाखेरि पनि यस्तो केही पनि छैन त्यस्तो राम्रो बाटो होइन बुटोलबाट लगभग म 1 घन्टा हिँडिसकेको थिएँ पहिल्यै अनि म त्यो ठोकेको पनि थाहा छैन क्या खासमा त्यो निदायो जस्तो लाग्छ कि मलाई चाहिँ है पक्कै पनि सुरुमा निदाए पछि ठोकेपछि बेहोस भएँ होइन जस्तै मेरो यो भाग पनि त्यति बेलै काटेको यो भाग पनि होइन अनि त्यहाँकै छेउको मान्छेले इन्फर्म गर्नुभएछ क्यारे प्रहरीका अनि त्यसपछि मेरो भाइ पनि त्यति थियो अनि भाइले चाहिँ मलाई हेलिकप्टरबाट रेस्क्यु गरेर यहाँ हस्पिटल ल्यायो काठमाडौँ यता यहाँ आउँदाखेरि चाहिँ अलिअलि कन्सियस थिएँ म बेला बेलामा आउने जाने भइरहेको थियो अनि त्यसपछि चाहिँ हस्पिटल बस्यो केही समयपछि मलाई थाहा भयो कि मलाई मेरो समस्या चाहिँ यो भएछ भन्ने समस्या थाहा भयो कि मलाई चाहिँ अनि त्यो थाहा हुँदै गर्दा पनि मैले चाहिँ के सोचेँ अब फिल्म गर्ने तयारीमा थिएँ म खासमा मिज्यू नै गर्ने तयारीमा थिएँ अनि अब चाहिँ केही समय चाहिँ रोक्नु पऱ्यो फिल्म रेस्ट गर्नु पऱ्यो 8-10 महिना चाहिँ भन्ने लाग्यो मलाई तर जब मैले खास मेरो समस्या चाहिँ थाहा भयो मलाई त्यसपछि म रोकिनुहुन्न भन्ने महसुस भयो मलाई हस्पिटलमै फेरि पनि र मैले नरोकिकनै म अब रोकिनु मिज्यू त्यसपछि सुरु गरेँ त्यसपछि हस्पिटलबाट हजुर तपाईँ दाङमा एक्सिडेन्ट भएको दाङमा भन्नुभयो कपिल वस्तुमा त्यति बेला होसमा हुनुहुन्थेन भन्नुभयो कतिखेर होस खुलेको थियो तपाईँको म त यहाँ आएपछि बल्ल म त्यहाँ हेलिकप्टर चढाउँदा चाहिँ अलिकति भित्र त्यो अलिअलि सेन्स मलाई थाहा छ तर हेलिकप्टर कस्तो थियो के थियो थाहै पाएन मैले त्यो भित्र चढाउँदाखेरि चाहिँ अलिअलि याद छ त्यति हो मलाई याद भएको चाहिँ त्यतिखेर चाहिँ सपरिवारै त्यहाँ पुग्नु भएको थियो कि भाइ मात्रै थियो भाइ मात्रै पुग्नुभयो परिवारमा चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरूको परिवारमा म भाइ अनि बहिनी मम्मी ड्याडी अनि हजुरबा तपाईँको दुर्घटना भएको खबर पक्कै पनि छरछिमेकीले नै पुर्याउनु भयो होला कि कसरी पुग्यो परिवारसम्म चाहिँ प्रहरी मार्फत मेरो त्यो गाडीमा त्यो डकुमेन्टहरू थियो अनि त्यसको आधारमा चाहिँ उहाँहरूले फलो गर्नुभएछ तपाईँ दुर्घटनामा पर्नुभयो भन्ने थाहा पाएपछि बुवा फर्किनु भयो कि नै फर्किनु ड्याडी ठ्याक्कै उता पुग्नु भएछ कस्तो भइदियो भने उहाँ चाहिँ बेलुका पुग्नुभयो म फेरि त्यही दिन राति नै फेरि एक्सिडेन्ट भयो क्या मतलब यहाँको बेलुका उहाँ पुग्नुभयो म चाहिँ राति 3 बजे यता भयो जस्तै उहाँ चाहिँ हाम्रो त फरक पर्छ नि त दिन टाइम उहाँ मतलब त्यो अमेरिकामा तपाईँको दिउँसो हुँदा बेलुका हुँदा हुन्छ नि त अनि त्यो ठ्याक्कै उहाँ पुग्ने र म यता एक्सिडेन्ट हुने चाहिँ ठ्याक्कै अपोजिट भयो क्या टाइमिङ चाहिँ अनि फर्किन्छु भन्नुभएको थियो अरे म त उ थिएँ अनि पछि भाइले फेरि अब म गर्छु सबै भर्खर गएको मान्छे किन अब दाइ अब जे गर्नुपर्ने म गरिहाल्छु भन्ने हिसाबले गर्दा अनि पछि पनि भन्नुभएको थियो मसँग कुरा भइसकेपछि पर्दैन भने मैले अब त्यो होइन अब जे हुनु भइहाल्यो भइसकेपछि अब एउटा त्यो इमोसनले गर्दा उहाँले फर्किन्छु त्यसले गर्दा फर्किन्छु भन्नु स्वाभाविक थियो तर म त मलाई चाहिँ अहिले पछिल्लो चरणमा त्यस्तो धेरै इमोसनले गर्दा अब मान्छे त हुन्छ नि त
धेरै बहकिने हुन्छ नि त होइन त्यतातिर म पनि फेरि एकदम बहकिने मान्छे त हो तर म अब कन्ट्रोल गर्दैछु खासमा किनभने भावुक पनि हुनुहुन्छ जस्तो म असाध्यै नै छु खासमा होइन अनि म बुझ्दैछु अब बिस्तारै बिस्तारै बुझ्दैछु अनि त्यही भएर मैले पनि त्यति बेला होस् ठिकै छ तपाईँको केही छैन म बाँच्नु मेन कुरा बाँचिहालेँ होइन कहिलेकाहीँ त भने नि मलाई अहिले चाहिँ सबभन्दा बाँच्नु ठुलो कुरा लागिरहेको छ क्या मलाई चाहिँ धन्न बाँचेँ म होइन त्यही पनि धन्न फेरि हात चाहिँ राम्रो भयो मेरो हात चाहिँ मतलब अलिकति एक स्टेप थोरै मात्रै माथि छोइदिएको भइदिए भए हात पनि नचल्दो रहेछ फेरि खासमा के मैले अब यसैमा मेरो बुझेँ यो स्पाइनल कर्ड इन्जुरी ए त्यो कम्प्लिट इन्जुरी भन्दो रहेछ मेडिकलले चाहिँ अनि त्यही हो कम्तीमा बाँचेँ अनि बाँचेर त म्युजिक गर्न पाएँ होइन त्यही खुसी लाग्छ मलाई चाहिँ एकदमै तपाईँ हस्पिटलको बसाइ कति समय भयो थुप्रै बसेँ म 4 महिना त बसेँ होला तपाईँको होस आउँदा नै अब मेरो शरीर नचल्ने भइसकेछ भन्ने थाहा पाउनु भएको थियो कि के थियो त्यो चाहिँ केही अपरेसन्सहरू भयो कि अथवा केही भएपछि नचल्ने भयो कि अथवा अगाडि नै नचल्ने भने कन्फर्म अपरेसन त मेरो जस्तै 2 ठाउँमा फ्र्याक्चर भएको पछाडि एउटै हड्डी पनि 2 ठाउँमा मतलब त्यो स्पाइनल कर्डको चाहिँ मैले थाहा थियो मलाई अपरेसन त ढिला भएको हो मेरो मतलब जानी पछि गरेको अलि किनभने त्यो अलि ताजामा अपरेसन गर्दै गर्दा झन् धेरै समस्या जस्तै मेरो त यहाँ फोक्सोमा पनि त्यो टन्नै रगत जमिरहेसकेको रहेछ क्या धेरै लगभग 3-4 लिटर त निकाल्यो होला ब्लड फोक्सोबाट अनि ती सबै कुरा क्लियर गरेपछि अनि लास्टमा बल्ल मलाई त यहाँ ल्याएको 1 हप्तापछि अपरेसन गरे अनि अपरेसन पनि 2 पटक गर्नुपर्ने भन्दै हुनुहुन्थ्यो कस्तो अलिक क्रिटिकलै थियो अरे कि मेरो यहाँको यो समस्या अनि पछि टाइम लाउनु भयो धेरै बेर तर एकैचोटिमा गरिदिनु भएछ तपाईँलाई होस चाहिँ कति दिनमा आयो होस त म लगभग जस्तै यहाँको अर्को दिन त म होस क्लियर थिएँ लगभग उठ्दाखेरि नै शरीर चल्दैन थियो उठ्दाखेरि म त्यो त थाहा पाएँ त्यो त शरीरमा जस्तो छातीदेखि तल त्यो बेला चाहिँ तपाईँलाई कस्तो त्यो के आउँदो रहेछ मनमा किनकि एक दिन अगाडि अथवा 2-3 रात अगाडिसम्म 2-3 दिन अगाडिसम्म बुवालाई छोड्न गएको मान्छे होइन कति धेरै सपना हुन्छ नि हाम्रो त के गरौँ भन्ने हुन्छ मलाई यस्तो छ अब त्यति बेला मैले कुनै रियाक्टै गरेन म त्यो चाहिँ आफूलाई अचम्म लाग्छ क्या मलाई अहिले चाहिँ बरु पीडा हुन्छ खासमा भन्दा कहिलेकाहीँ होइन सम्झिँदाखेरि त्यति बेला चाहिँ जस्तै डक्टरले त मलाई के भन्नुभयो तपाईँको चाहिँ यो खप्टेको छ भन्नुभयो क्या अनि होला त नि भन्ने भयो मलाई पनि अनि नर्मल्ली 2-4 महिनामा हुन्छ भन्नुभएको थियो सुरुमा होइन तर जब मैले आफै थाहा पाएँ मलाई परिवारले पनि लुकाउनु भयो नि त होइन आत्तिन्छ होला के होला होइन स्वाभाविक कुरा हो त्यो त मान्छे आत्तिनु तर म आफै थाहा पाएँ तर म अचम्म के लाग्छ भनेपछि म कुनै रियाक्टै गरेन क्या होइन त्यो चाहिँ मलाई खुसी लाग्छ खास भन्दा तर अहिले चाहिँ बरु कहिलेकाहीँ त्यो आफ्नो समस्या जस्तै अब म भाइले बोक्यो होइन अरू कसैलाई त्यो आफूलाई अलिक पीडा चाहिँ हुन्छ तर त्यो बेला चाहिँ मलाई केही पनि भएन म कस्तो मजाले अझ मेरो जोस आएको थियो क्या फिल्म गर्नुपर्छ भनेर पुरा अनि मैले त्यही भएर पनि मैले भने त म्युजिक मेरो एउटा बाँच्ने आधार पनि हो पहिलो कुरा त मेरो जिन्दगीसँग फिल्म जोडिया छ रङ र मासुको सम्बन्ध अरू मान्छेले कसैले व्यावसायिक तरिकाले अथवा कसैले फिल्म गर्ला नि तर मेरो त के भन्नु त्यो पहिल्यैदेखि नै त्यस्तै भएको थियो अब अहिले त झन् म खै त्यो मेरो त अचम्म लाग्छ फिल्मप्रतिको त्यो लगाव खै किन त्यसरी तर पनि अब भावना मान्छे त हो भावना त भइहाल्छ आज मलाई यस्तो मेरो छातीदेखि तल चल्दैन है भन्ने थाहा पाइरहँदा ठिक छ भन्ने होला तर त्यही हस्पिटलमा त्यही बेडमा 2 महिना 3 महिना लडिराख्दाखेरि चाहिँ त्यो पीडा त हुन्छ होला नि एउटा यो मन दुख्दैन मन कुडिँदैन मलाई त्यति बेला पीडा भएन खास मलाई अहिले पीडा हुन्छ कहिलेकाहीँ होइन त्यो तर होइन अब म उठेर हिँड्न सक्दिनँ अब म कुद्न सक्दिनँ अब मलाई सहारा चाहिन्छ भनेर त्यो हिसाबले त मनमा त्यो पिरोली त रहन्छ होला नि त्यो कुरा त डेफिनेटली हुन्छ नै त्यो नहुने कुरा भएन तर के भनेपछि म अलिक धेरै भावुक हुँदैछु जस्तो लागिरहेछ त्यही भएर म धेरै भित्र गहिरोमा जान खोजिरहेको छैन है
मलाई अहिले चाहिँ पीडा हुन्छ खासमा किनभने जब मैले त्यो एउटै क्यारेक्टर मान्छे दुईवटा चरित्र देखिरहेको छु मेरो जिन्दगीमा अहिले होइन एउटै मान्छे जुन म अगाडिको देखेको मान्छे होइन जुन म सकुशल हुँदाखेरि देखेको मान्छे र अहिले जुन अशक्त छु त्यो हुँदै गर्दाको मान्छेको त्यो क्यारेक्टर देख्दाखेरि मलाई चाहिँ अनि चित्त नि दुख्छ भनेको विशेष त आफ्नै आफन्त भने जस्तो जो आफन्त भन्दा जो मान्छेले आफूलाई नजिकको ठाने हुन्छ नि त जसले नजिकको मान्छ तीहरूसँग चाहिँ अलि लाग्छ है कस्तो भन्ने लाग्छ त्यो चाहिँ हो अब योभन्दा धेरै चाहिँ नबढौँ जस्तो लाग्यो होइन आफू शारीरिक अशक्त हुँदा नि आफन्तको हेर्ने दृष्टिकोण फरक हुँदो रहेछ अब हुन्छ होला त्यो पक्कै पनि खै मैले के भन्ने अब त्योमा त्यति धेरै गहिरामा नजाउँ होला होइन त्यो पनि कसैले भनेको केही भनेको कुराहरू होइन डाइरेक्टली त त्यस्तो देखिँदैन व्यवहारमा झल्किन्छ देखिन्छ त्यो त किन नदेखेन त्यस्ता कुराहरू झल्किन्छ झल्किरहेको पनि हो होइन तर के हो भनेपछि अब त्यो यस्तो हुँदो रहेछ कि जस्तै चित्त दुख्ने चाहिँ कस्तो मन दुख्ने अथवा त्यो फिल त्यो महसुस हुने चाहिँ हामी जसलाई आफ्नो आफन्त मानेर आउँछौँ होइन त्यहाँनिर समस्या रहेछ क्या हामी कसैलाई आफन्तै नमान्दैनौँ न त होइन जब हामी कसैलाई एउटा नजिकको प्रिय पात्र मान्न छोडिदिन्छौँ अथवा जसलाई चाहिँ ल ठिकै छ हायो ल अब सामान्य अथवा एउटा कुनै एउटा कामसँग मात्रै जोडेर मात्रै हेर्दा पनि त्यो महसुस चाहिँ हुँदो रहेछ जब हामी अलिकति इमोसनमा जब अलिकति भित्री रूपमा गहिराइमा पुगेर हामी चाहिँ त्यो कुरा उहाँहरूको त्यो भावनासँग हामी पनि नजिक हुन खोज्छौँ तब चाहिँ समस्या आउँदो रहेछ कि खासमा हुने नै त्यही रहेछ त्यसकारण त्यति धेरै नजिक पनि नहुँ जस्तो लाग्छ परिवारबाट चाहिँ के हुँदो रहेछ जस्तो होइन परिवार त मेरो सबथोक मेरो मात्र होइन सायद जो कोहीले पनि हुन त अब कस्तो परिवार छ भन्ने पनि भर पर्ला कतिपय केसमा चाहिँ नि अब जस्तो पछि केही दुर्घटनामा परेर अथवा अलिकति शारीरिक अशक्त भयो भने परिवारको पनि हेर्ने दृष्टिकोण फरक पर्दो रहेछ पनि भन्ने कति ठाउँमा सुनिन्छ तपाईँको केसमा चाहिँ त्यो कस्तो भयो मेरोमा त छैन मेरोमा त परिवार म यहाँसम्म छु भने मेरो परिवारको कारणले गर्दा छु होइन मेरो स्ट्रेन्थ भनेकै भाइ बहिनी बुवा आमा कहिलेकाहीँ तपाईँको अगाडि चिन्ता चाहिँ व्यक्त गर्नुहुन्छ के गर्छ होला अब कसरी खै अब त्यस्तो गर्नुहुन्न अब त्यो मलाई पनि पिर लाग्छ भनेर होला नि त होइन उहाँहरूले त्यस्तो त भन्नुहुन्न अब मै चाहिँ नि बरु उहाँहरूलाई सहानुभूति दिन्छु कि टेन्सन नलिन्न बस्छु भनेर होइन ल अब यसलाई चाहिँ बिट मारौ होला है कस्तो मलाई फेरि यो अब आफ्नो समस्या सिचुएसन पनि यस्तै हो होला होइन परिवारका कुरा गर्ने बित्तिकै म धेरै होइन त्यो जो कोही पनि होइन नगरौँ होला ठिक छ तपाईँले नि अब परिवारलाई अलिक पर राख्दाखेरि हजुर सामान्यतया हामी केही फ्र्याक्चर हातखुट्टा फ्र्याक्चर भएर रेस्ट गरेर बस्नु पऱ्यो भने त कसरी मिलाउने होला अब त्यो कामहरू होइन कसरी गर्ने होला अब यो मेरो खुट्टाको दाग त एउटा सानो दाग बस्यो भने दाग त निको हुन्छ कि हुँदैन भन्ने हुन्छ तपाईँ त्यस्तो पीडा मनमा लिँदाखेरि पनि किन फिल्मलाई चाहिँ तपाईँले छोड्न सक्नु भएन त्यही त भने मेरो त म बाँचिरहेको छु र मेरो जिन्दगी भनेको फिल्म हो मेरो पहिलेदेखि नै हो खासमा है यो अहिले पछिल्लो चरणमा मात्र होइन कि म पहिल्यैदेखि बच्चैदेखि मेरो फिल्मप्रति अथाह त्यो त्यति बेला चाहिँ अलि नजानिदो पाराको चाहिँ नि ऊ थियो लगाव थियो होला तर केही समयपछि भनौँ न आजभन्दा लगभग 10-12 वर्ष अगाडिदेखि म बुझेर नै फिल्म क्षेत्रमा त्यो हिसाबले चाहिँ म लागेकै हो र निरन्तर रूपमा हो मेरो मैले ब्याचलर फिल्म कलेजबाट गरेको थिएँ त्यही पनि आज एक्टिङमा मेरो फेरि है इन्सपिरेसन चाहिँ एक्टिङ थियो खासमा तर प्रोड्युसर बन्न पुगेँ हिरो बन्छु भन्ने थियो सानोमा त त्यही त हो नि होइन हिरो बन्छु भन्ने थियो मैले फिल्म पनि गरेँ खासमा तपाईँलाई थाहा चाहिँ छैन 10-11 वर्ष अगाडि मैले रोल्पा रोग भन्ने फिल्म गरेको थिएँ त्यहाँ चाहिँ अलिक थाहा पाइनँ छु मैले है अनि त्यसपछि मैले अझ त्योभन्दा अगाडि फर्स्ट टाइम मैले आफ्नो क्यामेरा फेस गरेको त तितो सत्य 2012 तिरको कुरा होला झन्डै 14 वर्ष भयो
ठ्याक्कै तितो सत्य मेरो फर्स्ट टाइम। तर अहिले अनि हिरो बन्छु भनेर मान्छेलाई केले साथ दिएन? खोइ हिरै नहुने खालको मान्छे पनि हुनु नि। होइन त्यस्तो भन्दा पनि खोइ यो खोइ के हो कुनै म खासमा जब मेरो फिल्म कलेज मेरो ब्याचलर सक्यो अनि त्यसपछि चाहिँ म आफै फिल्म गरौँ कि भन्ने मलाई त्यो उ भयो। खै म यस्तो होला म नसकेरै होला जस्तो लाग्छ। पक्कै पनि नसकेरै त हो नि भनेको कलाकार बन्न नसकेर। प्रयास चाहिँ गर्नुभयो टन्नै के प्रयास पनि गरेँ अलिअलि। अडिसनहरू दिनुभयो? त्यस्तो अडिसन त दिन पाएन दिएन पनि। खै यो यस्तो होला यो अलिक बुझाइ गलत भयो कि मेरो फिल्मप्रतिको अथवा जस्तो लाग्छ त्यति बेला चाहिँ मलाई होइन। कलाकार बन्नलाई एकदमै धैर्य चाहिन्छ क्या। सायद त्यो धैर्य गर्ने क्षमता ममा थिएन होला त्यही भएर म छिटो प्रड्युसर बनेँ। तर यो होइन कि प्रड्युसर बन्नलाई पैसै हुनुपर्छ अथवा पैसाले प्रड्युसर बनिन्छ भन्ने पनि होइन। यो भाषा चाहिँ मलाई अलिकति गलतै लाग्छ। एउटा राम्रो प्रड्युसर बन्नलाई फिल्म मेकिङ बुझेको हुनुपर्छ, जानेको हुनुपर्छ। यसलाई मैले अर्को तरिकाबाट प्रश्न गरौँ तपाईँलाई यही कुरामा। हजुर हिरो बन्न नसकेपछि निर्माता बनेको भन्न मिल्छ? हिरै त नभनौँ कलाकार भनौँ होइन। म हिरो बन्छु भनेर चाहिँ सोचेको थिइनँ। म कलाकार चाहिँ बन्छु भन्ने चाहिँ लाग्थ्यो पहिला होइन। त्यही हो त्यसरी लिँदा हुन्छ। म साँच्ची भन्दा म नसकेरै होला। अनि नसकेर सँगसँगै अर्को पनि जोड्छु म फेरि अलि मलाई घरबाट पनि धेरै बढी चाहिने भन्दा बढी सपोर्ट भयो कि जस्तो लाग्छ क्या। निर्माता बन्नलाई पनि अलि इन्करेज भयो कि जस्तो लाग्छ होइन। सपोर्ट त्यस्तो फिल गर्छु म चाहिँ। हिरो हुनुभन्दा किनभने पनि म त अब जस्तै फर्स्ट टाइम मैले घर चाहिँ गर्दा पनि म सोलो एक्लै बनाएको फिल्म अनि मलाई फाइनेन्सियली घरबाटै सपोर्ट गरेर त हो नि होइन। मैले अरू कसैसँग न मेरो कमाइ होइन त्यस्तो केही पनि थिएन। त्यो हुँदै गर्दा पनि मलाई अलिक धेरै म अलिक चाहिने भन्दा बढी उफ्रेको जस्तो लाग्छ कहिलेकाहीँ। मान्छेले तब गहिरो रूपमा सोच्न थाल्छ अरे जब ऊ दुःखमा पर्छ कि होला है। सायद दुःखमा परेपछि आफूलाई गाह्रो भएपछि त्यो पीडा सहनै नसक्ने भएर त्यहाँबाट उठेपछि मात्रै त्यो मान्छेले ती कुराहरूलाई गहिरो रूपमा हेर्छन् नि त। तपाईँलाई चाहिँ हो तपाईँ आफू यस्तो भइसके पछाडि चाहिँ अझ धेरै गहिरो रूपमा सोच्न थाल्नु भएको हो कि? त्यस्तै लाग्छ मलाई पनि। तपाईँको त्यो हेर्ने नजरिया नै फरक भयो कि जिन्दगीको बारेमा के हो? जिन्दगीलाई म एकदम सरल तरिकाले लिन्छु र यो जिन्दगी एउटा सङ्घर्ष हो जस्तो लाग्छ मलाई चाहिँ होइन। र तपाईँले भने जस्तै मैले पनि अहिले प्र्याक्टिकली सोच्न थालेको छु होइन। जब भने नि म आफू अशक्त हुँदै गर्दा धेरै कुराहरू त आइपर्छ नि त समस्या। तर कुनै कुरा अब हामी एक्सपोज गर्छौँ कुनै कुरा गर्दैनौँ, कुनै कुरा महसुस गर्छौँ कुनै कुरा महसुस गर्दैनौँ। त्यो फरक पाटो भयो। तर सोच्नलाई चाहिँ अलिकति सायद सबैजनाले मलाई जहाँसम्म लाग्छ म मात्र होइन कि त्यो जो मान्छेलाई पर्छ उसले चाहिँ मात्रै बुझ्छ भने जस्तै त्यही होला। म पनि अलि अघि पनि भने मैले हामी चाहिँ अलिकति बढी भावनामा बग्दै गर्दा कोहीसँग हामी त्यो हुँदै गर्दा मात्रै त्यस्तो किसिमले हामीलाई असर गर्छ। हामीलाई राम्रो गर्यो नगर्यो भन्ने कुराले असर गर्ने हो। जब हामी त्यो तरिकाले सोच्दैनौँ भने त्यो महसुसै हुँदैन हामीलाई भने जस्तै गरी अलिकति फराकिलो तरिकाले सोच्न थालेको छु मैले पनि अहिले पहिलाको तुलनामा। भविष्यको बारे सोच्नुहुन्छ? खोइ अब के होला अथवा के गर्ने? अब मिज्यू पछाडि पनि फेरि फिल्मै बनाउनुहुन्छ कि? अनि फिल्म त मेरो निरन्तर चलिरहन्छ। म बाँच्दाभरि फिल्म बनाउने काम मेरो कर्म। मलाई मैले अघि पनि भने मेरो बाँच्ने आधार नै फिल्म हो। फिल्म त म निरन्तर बनाउँछु। मैले अघि पनि भने कसैले कुनै उसको लागि कसैले कसैको लागि भन्ला तर मेरो त जिन्दगी नै फिल्म हो भन्ने मलाई लाग्छ। यसर्थ पनि फिल्म त मेरो निरन्तर रूपमा भइरहेको छ। मैले नि तपाईँले प्रश्न गरिराख्दाखेरि कतिवटा प्रश्न चाहिँ ठाडो पनि सुनिन्छ है। मैले गर्दाखेरि सुन्नेला अब कतिवटा कुरा चाहिँ यसले कस्तो भावनै अलिकति केही मनमा राखेर सोध्नुपर्छ भन्ने पनि आउन सक्ला। तर मैले चाहिँ अब म पत्रकार भएको हिसाबले पनि तपाईँलाई सोध्नु पनि पर्छ कतिवटा कुराहरू होइन। चलचित्र तपाईँको मिज्यू व्यावसायिक रूपमा असफल भयो भने पनि तपाईँ अर्को चलचित्र बनाउनुहुन्छ? अब तपाईँलाई भन्नै पर्दा मेरो अर्को चलचित्रको तयारी भइरहेछ खासमा है। मलाई त्यो कुराले खासै फरक नपर्ला जस्तो लाग्छ मलाई चाहिँ। किनभने हिजो म केही नहुँदाखेरि पनि म फिल्म बनाएको मान्छे हो होइन।
घर चाहिँ केही नहुँदाखेरि पनि बनाएकै त हो नि म त्यो होइन त्यो तरिकाले म अहिले कहिलेकाहीँ आफूलाई डर लाग्छ सम्झ्यो भने किनभने सायद त्यो कुरा मलाई डर लाग्नु भनेको सायद म अलिक जिम्मेवारी भएँ कि अथवा म माथि जिम्मेवारी थपियो कि भन्ने महसुस हुन्छ मलाई चाहिँ त्यो बेलामा पनि बनाएँ अनि अब आफ्नो शारीरिक आवश्यकता बावजुद पनि मैले म्युजिक पनि बनाएकै हो बनाएँ जुन अब रिलिज त हुँदैछ नै होइन भने म डेफिनेटली फिल्म त गर्छु नै म्युजिकसँगको सरोकार हुँदैन मलाई म्युजिक चलेन भने ला म के होला कसो होला अथवा मैले चाहिँ नि फिल्म गर्न पाउँदिनँ कि भन्ने चिज त छैन मेरो तयारी त छ नै तर रहिरहेको छ तर भन्ने व्यावसायिक रूपमा सफल होस् हिट होस् बक्स अफिसमा हिट होस् भन्ने त चाहना त हुन्छ होला त्यो चाहना सबैलाई हुन्छ होइन अब म त झन् मेरो त घर चाहिँ हिट फिल्ममा पर्छ हिट फिल्मको दर्जा पाएको छ एक किसिमले होइन 51 दिन त हामी सेलिब्रेसन पनि गरेको थियो घर चाहिँबाट म त झन् अहिले सायद इज्जतको भोगो भएको छु जस्तो लाग्छ होइन मलाई त्यो फाइनेन्सियल पाटो त छँदैछ त्यो सबै अटोमेटिक जोडिने कुरा हो र सँगसँगै मलाई चाहिँ म्युजिकले पनि घर जाएको एउटा साख जोगाइदियोस् भन्ने मेरो एकदम भित्रैदेखि चाहना छ तपाईँले नि घर ज्वाइँ गरिसके पश्चात अथवा घर ज्वाइँ गर्नुभन्दा अगाडि पनि तपाईँको कहीँ कतै मस्तिष्कमा पहिला म चलचित्र निर्माण गर्छु कस्तो हुन्छ हजुर अर्को चलचित्र बनाउँदाखेरि त्यहाँ म पनि कास्ट हुन्छु भन्ने चाहिँ थियो कि थिएन कुनै भूमिकामा थियो यो नडाँटी भन्दा त मैले भने म त कलाकारै बन्छु भनेर मान्छे हो नि त होइन बिचमा अब बन्न सकिएन र त्यो हुँदै गर्दा यस्तो मैले फेरि म यस्तो मान्छे हो कि म आफू जबरजस्ती कास्ट हुने मान्छे होइन होइन अब कुनै दिन हाम्रो डिरेक्टरसँग तपाईँको कुनै दिन ऊ भयो भने अथवा सोध्नु भने म त्यस्तो प्रड्युसर हो तपाईँको डिरेक्टरको काममा कहिले पनि म इन्टरफेयर गर्दैन क्रिएटिभ कुरामा मलाई म फ्री छोडिदिन्छु क्या तर अधिकांश प्रड्युसरहरू अलि हस्तक्षेप गर्छन् त्यो थाहा छ मलाई तपाईँको दुर्घटना हुनुभन्दा अगाडिसम्म तपाईँको मस्तिष्कमा थियो म मेज्यूमा म पनि गर्छु केही रोल भन्ने त थियो मैले आफूलाई जबरजस्ती कास्टिङ गर्न खोजेको थिइनँ तर रहर त हुन्छ नि एउटा इच्छा थियो अनि पछि त्यो क्यारेक्टरमा एकजना भाइलाई मैले रिप्लेस गरेँ राख्नु त भएको थियो आफ्नो इच्छा जस गर्छु सबै कुरा मिल्यो भने चाहिँ गर्नु पर्ला भन्ने एउटा मेन्टालिटी चाहिँ बनाएको थिएँ मैले क्षणभरमै नि आफूले सोचेका सबै कुरा क्षणभरमै टुक्रिरहँदाखेरि चाहिँ कस्तो हुन्छ अहिले आजको तपाईँ जहाँ बसिरहनु छ आज बसेको ठाउँबाट सोच्दा जस्तो कलाकार बन्छु भन्ने मान्छे कमसेकम दुर्घटनामा परेर चोटै मात्रै लागे भए पनि हुन्थ्यो अशक्तै भइराख्दाखेरि त्यो सक्यो नि त अब सपना त्यो त अब फिर्ताइमा पनि बोलाउन पाइँदैन अब अहिले चाहिँ कस्तो के रहेछ यो चिजलाई एकदम नर्मली लिएको छु साँच्चीकै भन्दा तपाईँको क्वेसन एकदम गहकिलो थियो हो पनि मेरो लागि पनि हो अझ मैले जुन म्युजिकको लागि म आफूलाई पनि काहीँ मेन्टालिटी बनाएको थिएँ कुनैमा भन्दै गर्दा थियो नै छ नै तर म आफूले चाहिँ एकदमै त्यो कुरा नर्मली लिन्छु अहिले एकदमै सामान्य लिन्छु भविष्यको चिन्ता लाग्छ कि लाग्दैन भविष्यको चिन्ता लाग्नलाई केही आश हुनु पऱ्यो मलाई कुनै त्यस्तो छैन कतिवटा प्रश्न मैले यहीसँग तान्नु पनि पर्ने भएकोले गर्दा नि सोध्नै पनि पर्छ तपाईँले आफ्नो हिसाबले उत्तर दिनु होइन मैले सोध्ने मेरो सोध्ने कर्म धर्म पनि त्यही हो हजुर अब जिन्दगीभर म अरूको लागि बोझ हुन्छु भन्ने चाहिँ लाग्छ कि लाग्दैन ओहो यसबारे सोच्नु भएको थिएन कि अब मैले सोधिहालेँ फ्याट है त्यो लाग्छ कहिले काहीँ नलाग्ने होइन लाग्छ यसलाई धेरै नलम्बाउँ फेरि म फेरि यता जोडिन्छु होइन भनेको परिवारसँग जोडिन्छु म मेरो तपाईँले भनिदिनु भयो भने पनि तपाईँ जस्तो पनि थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ नि त जो त तपाईँ होइन यस्तो जस्तै अब मैले कसरी मेरो लाइफ स्टाइललाई म कसरी अगाडि बढाउँछु भन्ने पनि भर पर्छ होला नि त होइन बोझ हुने नहुने भन्ने कुरा त होइन मैले त्यो सेन्समा बोझ भन्न खोजेँ जस्तो तपाईँ जहाँ हिँड्दा पनि तपाईँलाई एउटा साथी चाहिन्छ होइन त्यो त तपाईँ पनि महसुस गर्नुहुन्छ नि त तपाईँको अब जीवन नै एउटा साथीको हातमा यस्तो होइन नि अब सुन्नुहोस् म तपाईँलाई सुनाउँछु कि मैले विश्वको कुनै पनि कुना काप्चा बाँकी राखेको छैन यो उपचारको लागि है र तपाईँलाई भनिदिइहालेँ कि केही सीमित देशहरूमा ट्रायल भइरहेको छ मैले आफ्नो रिपोर्ट पनि पठाएको थिएँ अहिले पनि हाम्रो मेल हुने अब क्रम जारी छ केही हदसम्म केही समयपछि बिना सहारा मतलब
तपाईँले भने जसरी त्यो पनि हुने सम्भावना छ। सम्भावना होस् पनि, प्रार्थना हाम्रो पनि यही। म पनि त्यही भन्छु, एक चान्स दिउँ भगवान्ले भन्छु, यदि भगवान् छ भने होइन, भाइले भने जस्तै एक चान्स पाऊँ भन्ने मेरो चाहना छ। अरू त्यस्तो धेरै पनि छैन र त्यो चान्स पाउँदै गर्दा म त खै भुमरिनी ल्याउँछु जस्तो फिल हुन्छ आफूलाई। है भनेको आफ्नो काम हजुर झन् त्यति धेरै मतलब इनर्जीको हिसाबले क्या होइन, जुन इनर्जी मसँग छ अहिले अब देख्नु भएको छ नै होइन। एक किसिमले म धेरैले भन्नुहुन्छ कहाँबाट आउँछ यस्तो कन्फिडेन्ट भन्नुहुन्छ, साहस शक्ति कसरी आउँछ भन्नुहुन्छ, तर म खासमा मन त मेरो साह्रै कमलो छ फेरि है। एकदमै कि म आफूलाई त्यो हुन्छ नि त्यो कस्तो खालको भएछ है भन्नेलाई मलाई त आफै रिस उठ्छ, यति साह्रै उ क्या। अनि तर मेरो काम गर्ने ऊ चाहिँ कन्फिडेन्ट लेभल चाहिँ फेरि त्यसको ठ्याक्कै अपोजिट छ फेरि, डबल भयो। एकदमै अपोजिट छ। त्यो हिसाबले पनि एक चान्स मैले पाएँ भने म धुलो पिठो उडाउँछु भन्ने लाग्छ मलाई, संसार जित्छु भन्ने जस्तो लाग्छ मलाई। तपाईँ भगवानमा विश्वास गर्नुहुन्छ? गर्छु। चमत्कार हुन्छ भन्ने लाग्छ जिन्दगीमा? मेरो लागि त हुन्छ कि हुन्न थाहा छैन, तर लाग्छ, एउटा आस्था छ मेरो लागि चाहिँ। मैले भने होइन कि भगवान्प्रति आस्था छ, तर म हुन्छु भन्ने आस्था चाहिँ होइन कि भगवान्प्रति आस्था छ, तर कहिलेकाहीँ अब भइदियोस् भन्ने, मेरो लागि पनि भइदियोस् भन्ने चाहना चाहिँ डेफिनेटली भइहाल्छ त्यो त सबैलाई। अझ भगवान्सँग केही माग्दाखेरि आफ्नै लागि धेरै माग्नुहुन्छ कि के? जस्तो तपाईँले भन्नुभयो नि एक चान्स चाहिँ पाए हुन्थ्यो म कहिलेकाहीँ भन्छु, सधैँ भन्दिनँ, कहिलेकाहीँ चाहिँ एक चान्स पाए हुन्थ्यो भन्ने भन्छु, सधैँ भन्दिनँ, कहिलेकाहीँ भन्छु। र यसपालि म अचम्म के भने मैले फिल्मको लागि मैले घर जोइताका फिल्महरू हिट होस् भन्थेँ होइन, पुरा भयो। त्यो त पुरा भयो, त्यो चाहिँ पुरा भयो। तर यसपालि मैले बिर्सेछु क्या अरे, मैले खै फिल्म हिट हुँदैन क्या यसपालि। यसपालि मैले भनेको छैन, मैले फिल्म मनैदेखि काम गरेको छु। सायद त्यो कुरा त अब भगवान्ले अब देख्नुहुन्छ होला नि त, सायद त्यही नै काफी छ होला, मैले त्यो प्रार्थना गर्नुपर्छ जस्तो लाग्दैन। अहिले चाहिँ अब भनि पनि हालिसक्नुभयो, भगवान्ले त माग न त भन्यो नि, के चाहिँ माग्नुहुन्छ तपाईँ? एक चान्स चाहिँ पाए हुन्थ्यो भन्छु होला अब चाहिँ, त्यति छ। फेरि पहिला जस्तै हुन पाऊँ होइन, पहिला जस्तो पनि, पहिला त अब धेरै फरक भयो कि, तर जस नर्मल्ली सेल्फ एउटा होइन, कसैमा त्यो इन्डिपेन्डेन्ट हुने कुरो भन्दा पनि सेल्फ डिपेन्डेन्ट हुन पाए हुन्थ्यो भन्ने मात्रै हो। तपाईँको विवाह भयो? छैन। अलिक व्यक्तिगत प्रश्न भयो। विवाहलाई लिएर त तपाईँको पक्कै पनि सपनाहरू थियो होला नि होइन? अब 1.5 वर्ष भयो भन्नुभयो नि यस्तो भएको भयो। विवाहलाई लिएर कति सपना हुन्छ मान्छेको, अब हुन त जिन्दगी कतिखेर कहाँ गएर के हुन्छ भन्ने थाहा हुँदैन, तर पनि अब म तपाईँलाई म धेरै हजुर सरी के छ धारणा तपाईँको विवाह? केही थिएन, पहिला चाहिँ भयङ्कर खतरा गर्छु म बिहा चाहिँ भन्ने लाग्थ्यो, अहिले चाहिँ अब छैन त्यस्तो, एकदम धेरै त्यो म नबहिकनै कुरा गर्दा चाहिँ होइन, फेरि अलि त्यही हो, बिहे गर्दिनँ भन्ने हो कि के हो? त्यस्तो त छैन, त्यस्तो होइन। मैले भन्न खोजेको पहिला चाहिँ मेरो बिहा चाहिँ बवाल हुन्छ है, जस्तै मेरो जन्म गाउँ त रोल्पा होइन, अनि मलाई अहिले पनि त्यही प्यारो लाग्छ क्या खासमा। म सानो बच्चा पनि उतै हुर्किएको, अनि अब यहाँ घर भयो नि मलाई चाहिँ उहीँ बिहा गर्न मन लाग्थ्यो खासमा चाहिँ, रोल्पामै आफ्नै गाउँमा भन्ने महसुस हुन्थ्यो। अब त्यो त अहिले सोच्दिनँ, सकिसक्यो जस्तो लाग्छ। त्यो आउला कुनै दिन यस्तो त्यस्तो भएछ भने चाहिँ, अन्त त्यस्तो छैन अहिले। तपाईँको दिमागमा अहिले काम मात्रै छ? हजुर, दिमागमा चाहिँ तपाईँको अहिले काम मात्रै आउँछ, मैले चलचित्रै मात्रै आउँछ कि के छ? म खासमा अहिले म मेरो आफ्नै पहिचानको लागि मात्रै लडिरहेको जस्तो लाग्छ मलाई, हो नै त्यही फेरि मलाई आफ्नो व्यक्तिगत पहिचान, मेरो पहिचान चाहिँ बनाउनु छ भन्ने लाग्छ। यस अर्थमा पनि म यस्तो अवस्थामा पनि यसरी नै अब लागिरहेको छु, काम गरिरहेको छु। हेरौँ अब भन्न त अब काम गर्नु, बाँकी कुरा अब फलको आश चाहिँ अब नगर्नु भन्छन् भन्न त होइन, तर डेफिनेटली काम गरी सबैलाई लागिहाल्छ, त्यो कुरा स्वाभाविक कुरा हो। र म अहिले लागेँ आफ्नो व्यक्तिगत पहिचानको लागि लडिरहन्छु। चलचित्र त मितज्यू त तपाईँले बनाइसक्नुभयो, अझ फर्दर प्रोजेक्ट पनि आउँदैछ भन्नुभयो होइन? चलचित्र पनि तपाईँको लागि कति विशेष छ भन्ने कुरा पनि यो
कुराकानीले पनि थाहा हुन्छ कति विषय छ भने। तर भने अस्पतालबारे तपाईँले म चलचित्र बनाउँछु भन्दा त्यो बेला आमा बुवाले चाहिँ होइन नगर अब त्यो त्यतातिर नलाग भन्ने चाहिँ भन्नुभयो कि भएन तपाईँलाई? झस्किनु भयो नि, इभन हाम्रो डिरेक्टर पनि झस्किनु भयो होइन। अब उहाँहरू मलाई सहानुभूति दिन जानुभएको थियो हस्पिटलमा, एउटा मोटिभेट गर्न जानुभएको थियो। मैले चाहिँ फिल्मको काम अगाडि बढाउनुहोस् भन्दै पठाएँ। अनि उहाँहरू साँच्ची भन्नुहुन्छ ला कसरी होइन, अनेक किसिमका क्वेसनहरू। अनि मेरो बुवा पनि झस्किनु भएको थियो, सबै परिवारमै अचम्म पर्नु भएको थियो, कस्तो खालको मान्छे हो। म त अझ यो घाँटी पनि त्यो लगाएको थिएँ होइन, राम्रोसँग यसो पनि सर्न मिल्दैन थियो। के भन्छ त्यो खै थाहा भएन मलाई, त्यो जस व्हाइट कलरको त्यो लगाएर अब तल त झन् नचल्ने भयो, माथि पनि मेरो त फिक्स यस्तो मात्र थियो नि त। अनि यता यता नगर्न मिल्ने यसो फिक्स होइन। अनि यता आउनुहोस् भने यसो गर्नुहोस् भने बोलाएर अगाडि बोलाउने, अनि फिल्म अगाडि बढाउनुहोस्, म फिल्म गर्छु भने मैले त्योभन्दा चाहिँ छक्क पर्नु भएको थियो घरमा पनि, अनि हाम्रो डिरेक्टर पनि, अनि हाम्रो डिस्ट्रिब्युटर पनि दाइ रोहित दाइ पनि होइन, नगर पनि भन्नुभएको थियो। घरमा त भन्नु भएन फेरि है, मलाई त्यही भन्छु, घरमा चाहिँ अब सायद मनमा थियो होला फिल्म नगर भन्ने थियो होला हजुर। अनि तर भन्न सक्नु भएन उहाँहरूले, तर दाइहरूले चाहिँ भन्नुभयो यस्तो अवस्थामा कसरी गर्छौ होइन, तिम्रो आफ्नो अवस्था यस्तो छ, मेन्टली तिमी टोटल्ली डिस्टर्ब छौ। अनि झन् त्यो फिल्म मेकिङ भनेको अब सानो कुरा होइन होइन, त्यत्रो टिमलाई एक्लै कसरी चाहिँ ह्यान्डल गर्छु भन्नुहुन्थ्यो। भन्दै म गर्छु भने गर्छु, गर्नुहोस् सहयोग गर्नुहोस्, बाँकी कोअर्डिनेसन म गर्छु, फिजिकल्ली एक्टिभ हुने ठाउँमा तपाईँहरू भइदिनुहोस्, कहाँ के गरिदिनुपर्छ गरिदिनुपर्छ त्यो गरिदिनुहोस्, बाँकी कुरा म आफै गर्छु। त्यति बेला चाहिँ मुभीको काम धेर अगाडि बढिसकेको थियो कि के थियो? खासै त्यस्तो केही पनि बढेको थिएन, गर्ने भन्ने प्लानिङ थियो, प्लानिङमा अनि हामी स्क्रिप्टमा थियौँ त्यति बेला। जस एक्सिडेन्ट आएका तपाईँको हामी राइटिङमै थियौँ स्क्रिप्टको। अब सुटिङहरूमा अब निर्माता भनेपछि त कति कुरा म्यानेज गर्नुपर्ने हुन्छ नि त होइन, आर्थिक कुरा त झन् सबै हेर्नु परिहाल्यो, तनाव पनि हुन्छ, कता खर्च हुन्छ के हुन्छ भन्ने नि हुन्छ। तपाईँ त्यो छायाङ्कनको दौरान चाहिँ हिँड्नुभयो कि भएन? गएँ नि, म सबैतिर पुग्नुभयो? गएँ, तर गएँ अब सबै सेटमा त पुग्न सकिनँ, किनभने चाहिँ मेरो त्यो टाइमिङै मिल्दैन थियो होइन। मेरो आफ्नो तयारी, अनि सुटिङ सेटमा जाँदाखेरि त कहिलेकाहीँ त सुटिङै सकिसकेको हुन्थ्यो म जाँदाखेरि। तर नर्मल्ली म गएँ, जस्तै हाम्रो रोल्पा र दाङमा सुटिङ भएको, रोल्पा जाँदा रोल्पाको त एउटा गाउँमा चाहिँ गएन म, अलिक बाटो अप्ठ्यारो छ भन्ने कुरा आयो। अनि मेरो लागि पनि त्यहाँ बसाइ त्यति सहज नहोला भन्ने कुरा आइसकेपछि म चाहिँ एउटा त्यो गाउँमा चाहिँ गएन, अरू बाँकी ठाउँमा त म गएँ सबै। भनेपछि अब थोरै गर्दा बिटमा नि मार्छौँ हामी होइन? हजुर। के छ आमा बुवाको लागि के सोच्नु भएको छ तपाईँले? के गरौँ जस्तो, अथवा केही छैन, एउटा तपाईँलाई यति धेरै सपोर्ट गरिरहँदा मेरो यस्तो मैले मेरो पैसा म आफै बनाउन सकेँ भन्ने मेरो बुवा आमाको लागि त्यही नै खुसी हो। म त्यति नै दिए पुग्छ मैले जस्तो लाग्छ, र उहाँहरूको चाहना पनि त्यस्तो धेरै छैन, त्यति भए पुग्छ। अहिले पनि खुसी हुनुहुन्छ त होइन, नर्मली घरमा सुतेर बस्नुभन्दा कम्तीमा फिल्म बनाइदियो छोराले कम्तीमा भन्ने छ, त्यति हो। त्यसमा खुसी हुनुहुन्छ? मेरो कारणले म आमा बुवालाई पीडा भयो होला भन्ने चाहिँ कतिको लाग्छ? त्यो त लाग्छ, त्यो त लाग्छ, स्वाभाविक कुरा हो। मान्छेले हिँडिराख्दाखेरि नि दयाको भाव चाहिँ देखा हो कि जस्तो लाग्छ लाग्दैन है? कहिलेकाहीँ लाग्छ मलाई त्यस्तो। पहिला हिँड्दाखेरि फरक नजरिया थियो, अहिले हिँड्दाखेरि सक्दैन कि भनेर त्यो दया देखाए जस्तो चाहिँ फिल हुन्छ? हुन्छ त्यस्तो त हुन्छ, तर म त्यसरी लिँदिनँ। होस् ल ठिकै छ, स्वाभाविक हो, ल्याउ भनिदिन्छु। अझ सबै कुरालाई सिम्पल वेले लान थालिसक्नुभयो भने बुझ्नु पऱ्यो। एकदमै सायद जिन्दगी सरल त्यसरी नै बन्छ जस्तो लाग्छ क्या। हामी चाहिने भन्दा बढी अलि धेरै सोच्छौँ, अनि एक्सपेक्टेसन धेरै हुँदै गर्दा पनि बिग्रिँदो रहेछ कि त्यस्ता कुराहरू। हामी त्यही भएर हाई एक्सपेक्टेसन कहिले पनि राख्नु हुँदो रहेछ, नर्मल होइन। नर्मल भयो भने के हुन्छ भने हामी जसले जे जस्तो रियाक्ट गरे पनि त्यो कुरा हामी नर्मल नै लिइदिन्छौँ कि। जब हामीसँग त्यो एउटा एक्सप्रेसन बढ्दै जान्छ नि, तब चाहिँ मान्छेलाई थप
पीडा तनाव सबै भने चाहिँ त्यहीँबाट सुरुवात हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। अझ तपाईँको स्ट्रङ फ्याक्टर भनेको तपाईँको परिवार पनि हुँदो रहेछ, जसले एकदमै पछाडिबाट सपोर्ट गरिरहनु भएको छ। त्यस्तो परिवार कमैले पाउँछ, सायद पाउँछ नि। तपाईँ त्यसमा एकदमै म त त्यो मामिलामा एकदम भाग्यमानी, हो, एकदम भाग्यमानी हो मेरो त फेरि मैले भने नि मेरो त सबै एउटै हो। फेरि मेरो बुवा त्यस्तै हो, बुवाको झन् कुरै नगरौँ होइन, बुवा पनि त्यत्तिकै, मम्मी आमा पनि त्यत्तिकै, भाइ त्यत्तिकै छ होइन, बहिनी त्यत्तिकै छ। बेसी आफू सफल हुनलाई परिवारको ठुलो हात हुन्छ है। एकदमै एकदमै मैले भने म त जे छु अहिले मेरो परिवारको कारणले छु नि म यहाँसम्म। सुरुवातदेखि नै फेरि अहिले म यस्तो भएर एक्सिडेन्ट भएर यस्तो भएर होइन कि सुरुवातकालदेखि नै मैले अघि पनि भने, अब सुरुवातदेखि नै मैले भने नि त्यो म यहाँसम्म आउनुलाई मेरो त पहिलेदेखि नै परिवारको चाहिँ नि साथ सपोर्ट नभइदिए भए त कहाँबाट आउँथेँ र म त। तपाईँ पीडा हुँदाखेरि नि एक्लै रुनुहुन्छ? कहिलेकाहीँ तर रुन पनि पाइन्न, भाइ हुन्छ होइन, को हुन्छ अनि फेरि अर्कै सोच्दा मतलब त्यो उनीहरू झन् म आफू हुँदा झन् उनीहरूलाई समस्या हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। त्यो चाहिँ हुन्छ। रुदा लाज हुन्छ र? लाज नै, म त्यो हुँदै गर्दा उनीहरूलाई झन् धेरै मनोबल डिमोटिभेट भए जस्तो हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। अब जस्तो त्यही तपाईँ भएर त्यो फेरि मलाई कसैले छोड्दैन घरमा फेरि सँगै हो सधैँ होइन। भाइ त कहिले, म एक्लै त कहिले बस्दैन, बसाल्नुहुन्न मलाई। कहिले भाइ हुन्छ, कहिले बहिनी त छैन, बहिनी त बिहा भइसक्यो। कि भाइ हुन्छ कि मम्मी हुनुहुन्छ, एकजना चाहिँ सधैँ सँगै। सधैँ। अब तपाईँलाई नि अब यो चलचित्रको प्रमोसनमा हिँडिराख्दाखेरि 2-3 ठाउँमा तपाईँ भावुक पनि हुनुभएको भिडियोहरू पनि आयो। त्यही त म अहिले पनि भइरहेको छु नि होइन। खासमा मलाई तर कन्ट्रोल मात्रै गर्न एकदम गाह्रो भइरहेछ। त्यही भएर म खासै म भित्री गहिराइमा जानै पनि खोजिरहेको छैन होइन। तर तपाईँले भनेको कुरा त म नर्मली पनि दिइरहेको छु, तर एकदम म त्यो गहिराइमा म अलि जानै नखोजेको। तर होइन, प्रश्न सोध्ने मैले भने नि मेरो धर्म प्रश्न सोध्ने, उत्तर तपाईँले कसरी दिनुहुन्छ भन्ने कुरामा। तर मलाई चाहिँ रुन त्यस्तो लाजै मान्नुपर्छ भन्ने म चाहिँ त्यो पनि मान्दिनँ। होइन, त्यो त लाज भन्दा त्यो त इमोसनको कुरा हो, कुन बेला भइदिन्छ थाहै हुँदैन। जस्तै नर्मल कुराको लागि म तपाईँले नर्मलसँग कुरा गरिरहेको छु नि होइन, हामी नर्मली कुरा गर्छौँ। जब त्यस्ता शब्दहरू आउँछन् जुन शब्दले मलाई चाहिँ कस्तो छुइदिन्छ अनि म फ्याट्ट भइदिन्छु क्या। त्यो भइरहेछ, यो क्रम भइरहेको हुन्छ होइन। होइन तपाईँको सासलाई त मान्नुपर्छ नि, किनकि भने त सानो चोटपटक लाग्दाखेरि त मान्छेले अब कसरी ठिक हुन्छ भन्ने ठाउँमा एउटा आधी शरीरै नचल्दाखेरि पनि गर्छु भनेर आउने यति धेरै इनर्जी, यति धेरै त्यो आउँदैन कि मान्छेलाई। त्यो आउँदैन। तपाईँलाई देखेर त मान्छे भने त तपाईँको, त्यही भएर पनि तपाईँको कथा प्रेरणादायी पनि छ। तपाईँको भनाइहरू अथवा तपाईँको कथाले पनि कसैलाई प्रेरणा मिल्छ क्या। त्यो भएर पनि अब म पनि त्यही चाहन्छु कसै इन्सपायर होस् होइन। किनभने चाहिँ धेरै हुनुहुन्छ यस्ता मान्छेहरू, म मात्र छु। त्यही भएर पनि भने नि म आफै पनि खै अब मेरो त आफ्नो कारण होला म आफै स्ट्रङ हुनुमा। तर के भन्छ कहिलेकाहीँ त्यो कुराहरू देखेर पनि मान्छेहरूलाई चाहिँ एउटा प्रेरणाको स्रोत भन्छ होइन, त्यो स्रोत बन्न सकूँ भन्ने लाग्छ मलाई पनि आफू होइन। कसैको लागि चाहिँ जस्तै म हस्पिटल बस्दाखेरि पनि मलाई देखेर त्यहाँ छक्क पर्थ्यो क्या अरू। किनभने त्यो जस्तै यो जुन हामी रिह्याब सेन्टर छ उता होइन साङ्गामा, त्यहाँ सबै यस्तै हुनुहुन्छ क्या जम्मै। अनि म र मेरो काम देखेर उहाँहरू छक्क पर्नुहुन्थ्यो क्या। अनि मलाई खुसी लाग्थ्यो। अनि उहाँमा त्यो एक्सप्रेसन हेर्थेँ कि म एउटा फेसियल म फेरि थाहा हुन्छ नि त मान्छेलाई होइन। अनि खुसी लाग्थ्यो कम्तीमा ल उहाँहरू चाहिँ मबाट चाहिँ जस केही हदसम्म भए पनि एउटा पोजिटिभ थट अथवा भाइब्स अथवा जे भए पनि उहाँहरूको लागि एउटा प्रेरणाको स्रोत बने कि जस्तो फिल हुन्थ्यो मलाई। अनि मेरो चाहना पनि त्यही नै हो खासमा। फेरि कस्तो हुँदो रहेछ भने अब त्यो मलाई मात्रै होइन हजुरलाई नि फिल हुँदो रहेछ। हामीलाई जे हुन्छ नि त्यस पछाडि मात्रै त्यस्ता वरिपरि त्यस्ता मान्छेहरू रहेछन् है भन्ने थाहा हुँदो रहेछ कि। पहिला न त थाहा हुँदैन नि अगाडि रहेछ त्यस्तो कुराहरू। त्यो हुन्छ। तपाईँ अब मितज्यूमा चाहिँ दयाङ दाइलाई नै किन लिनुभयो? अब झन् यस पछाडि त अझ आफ्नो पहिचान बनाउन हिँडिरहेको छु भनिराख्दाखेरि टेरिया त अझ डेब्यू हो उसको त। हजुर, एकदमै राम्रो फेसले नै अथवा उसको स्टारडमले नै तान्ने कलाकार राख्छु भन्ने नि आउन सक्थ्यो होला। डेब्यू नै उसलाई किन गराउनु भयो? हजुर, कलाकार छनौटको चाहिँ के हो तपाईँको? यो यस्तो अब फिल्म गराइसकेपछि कम्तीमा हामी इन्भेस्ट गर्छौँ भने
सँगसँगै कमर्सियल पाटोहरू पनि हेर्छौँ होइन त्यो हेर्ने क्रममा अब दया दाई सौगात दाई पनि पऱ्यो तेरिया पनि परेकै हो तर यो होइन कि हाम्रो धेरैजनाले गर्ने क्वेसन चाहिँ दया र तेरियाको पेयरिङ चाहिँ कसरी भयो कसरी मिल्छ यहाँ त्यहाँ अनेक कुराहरू छन् होइन एज फ्याक्टर पनि भयो त्यो कुराहरू मिल्दैन बाउछोरी जस्तो भयो भन्नुहुन्छ तर त्यो त त्यसरी पहिल्यै ठाडै अनुमान लाउनु चाहिँ गलत हो जस्तो लाग्छ फिल्म नहेरिकन फिल्मलाई नबुझिकन होइन किनभने हामीलाई त्यही किसिमको क्यारेक्टर चाहिएको थियो त्यो परिवेशमा चाहिँ मिज्यूको लागि होइन जुन दयाको अहिले त ट्रेलर आइसकेको छ दया दाईको श्रीमतीको रूपमा तेरिया देखिराखेको छ भने त्यो भूगोलमा होइन त्यहाँको त्यो परिवेशमा त्यो कथामा हामी त्यसरी नै जुन सानो भनेको कम एजको नै हामीलाई चाहिराख्दाखेरि तेरियालाई हामीले त्यहाँनिर कास्ट गरे हो भनेपछि तपाईँ कमर्सियल पार्ट पनि आउँछ भनिराख्दाखेरि दया दाई र सौगात दाईले चाहिँ तपाईँको लगानी उठाइदिनुहुन्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ त्यो त छैन म किनभने फिल्म हो होइन अब पहिलो कुरा त तपाईँलाई पनि थाहा छ होला फिल्म 100% रिस्क काम हो 100% हो एकदमै त्यो हुँदै गर्दा चाहिँ यस्तो हो जस्तै अब मैले एउटा कमर्सियल पाटोको हिसाबले कुरा गर्दै गर्दा र निर्माताले सोच्नुपर्ने कुराको रूपमा गर्दै गर्दा चाहिँ हामी फिल्म मेकिङ गर्दै गर्दा हामीले हाम्रो फिल्म बनाइसकेपछि अथवा कास्टिङ गरिसकेपछि आउने स्रोतहरू के हुन सक्छन् हामीलाई सहजता कसरी चाहिँ एउटा त्यो बाटो चाहिँ हामी खोज्न सक्छौँ भन्दै गर्दा जस्तै पहिलो कुरा हामी कलाकारमै जान्छौँ होइन र कलाकारमा जाँदै गर्दा अलिकति चिनिएका कलाकार लिँदै गर्दा र नयाँ मान्छेलाई कास्ट गर्दामा हाम्रो अहिले बजार कस्तो छ भनेपछि अब मैले पनि भोगेँ आफै होइन मैले त यो रोल्पारोग भन्ने फिल्ममा भोगेँ अनि म के थिएँ र हाम्रो फिल्म त कसैले गर्दैन थियो को हो भन्थ्यो आएको पनि थाहा पाएन होला गएको पनि थाहा पाएन होला अथवा तपाईँको डिजिटल राइट्स कहाँ कुरा गर्दै जाँदा चाहिँ उहाँहरूले गर्ने तरिका फरक थियो धेरै टाढा नजाउँ घर छैमै थियो नि म नयाँ प्रड्युसर थिएँ डिरेक्टर नयाँ थियो होइन को डिरेक्टर नयाँ प्रड्युसर नयाँ ओहो टाइपले रियाक्ट त्यो देखिन्थ्यो त्यो किसिमको के गर्न सक्छ र भन्ने होइन अथवा त्यस्तो कुराहरू धेरै भोगेँ नि त मैले पनि जस्तै मिज्यूमा चाहिँ अलि भोग्न परेन होइन किनभने घर चाहिँ एक किसिमको एउटा हिट भनौँ न चलचित्र गरिसकेपछि त्यस्तो भोग्न परेन तर त्यही कुराहरू नै नआउन् भनेरै मैले खासमा अब फेरि हाम्रो कथाअनुसार नै फेरि मेन त हामी कथाअनुसार जान्छौँ है फेरि जसरी पनि हामी चाहिँ जसरी दया दाईलाई चाहिँ त्यहाँ कास्ट गर्नुपर्ने थियो यता मितकोमा सौगात दाईलाई कास्ट गर्नुपर्ने थियो अनि यता तेरियाले कास्ट गर्नुपर्ने जसरी गरे त्यसरी त गरेकै हो तर कास्ट गर्दै सँगसँगै हामी अब त्यो कमर्सियल भ्यालु पनि अलिकति हेर्नुपर्छ जस्तो लाग्छ निर्माताको रूपमा मैले चाहिँ बोल्दै गर्दा चाहिँ कति लगानीको फिल्म हो यो मैले हिसाबै गरेको छैन त्यस्तो त होइन होइन हो मैले अब चाहिँ गर्नु पर्ला जस्तो लाग्यो किनभने 2-3वटा क्वेसन आयो 2-3जनाबाट यस्तै होइन यस्तो आर्थिक मन्दीको बेला पनि पैसा हिसाब नगरी होइन साँच्चीकै मैले यो खै कति गयो मैले एस्टिमेट यति भन्ने त होला नि खै म त्यो पनि त्यही त अब मैले चाहिँ मेरो बानी फेरि कस्तो हुन्छ भने जस्तै मेरो पार्टनर छैन कोही पनि अब तपाईँ मैले भने अघि पनि होइन म एक्लै फिल्म बनाउँछु बनाइरहँदा चाहिँ अब लेखेर चाहिँ राख्छु फेरि है हिसाब तर घर चाहिँ त त्यो पनि लेखेन मैले बजेट त छुटाउनु भएको हुन्छ होला नि यस्तो हुन्छ क्या हो यो मेरो चाहिँ यो मान्छेहरू तपाईँले भने चाहिँ ठ्याक्कै यो कुरा चाहिँ मेरो यति बजेट र यति बजेटमा सघाउँछु भन्ने चाहिँ मेरो चाहिँ हुँदैन क्या फेरि खासमा म चाहिँ बजेट चाहिँ कम गर्नुपर्छ है भन्ने मान्यताको मान्छे त हो तर आवश्यकता अनुसार खर्च पनि गर्छु है भन्ने चाहिँ गर्छु क्या म त्यो चाहिँ भनेको त्यही हो जस्तै आवश्यकता अनुसार म खर्च चाहिँ गरिरहेको छु नै होइन तर बढी पनि म गर्न चाहिँ चाहन्न फेरि तर के भने मैले त्यो हिसाब पनि अहिलेसम्म जोडेर चाहिँ राखेको छैन अझै खर्च त भइरहेको नै छ होइन तर खै कति होला र खै थाहै छैन मलाई त कति गयो खै 2 3 4 5 त्यति त 4-5 त कहाँ जा होइन त्यस्तो त होइन तर डेफिनेटली 2+ त भइसकेको छ होला जस्तो लाग्छ मलाई यसो डाइरेक्ट ठाडो हिसाब गर्दा पनि किनभने हाम्रो कलाकार नै भारी छ यसपालि एकदमै होइन त्यो त देखेका कलाकार हाम्रो त लगभग 40 त कलाकारै छ मिज्यूमा सपोर्टिङ सहित गरेर अनि त्यो ठाउँ त्यो लोकेसन त्यही माथि त्यो गाडीको स्टोरी फेरि एकदम झन्झटिलो खर्चिलो असाध्यै एकदम झन्झटिलो स्क्रिप्ट
छानिएछ मतलब पहिलेदेखि नै थाहा भएन सुरुमा होइन जटिल। अहिले पछि खर्च बढ्दै जाँदाखेरि ओहो साह्रै खर्चिलो पो निस्केछ भन्ने लाग्छ डिस्क्रिप्ट एकदमै होइन घर चाहिँ भन्दा महँगो हो यो एकदमै महँगो एकदमै उठाउन पनि त्यति नै कमाउनु पर्यो ट्रिपल कमाउनु पर्यो खै होला अब कति गर्नुपर्छ होइन अब यो निर्माताहरूमा चाहिँ नि खासमा के को त्यस्तो हुटुटी हुँदो रहेछ होइन तपाईँलाई म कम्प्लिट गर्छु ल क्वेसन अहिले खासै चलचित्र चलिराख्ने माहौलै छैन हजुर झाकल झुकल 5-6वटा वर्षमा 6-7वटा त्यस्तो छ होइन अब त्यसमा पनि चलचित्र बनेको हेर्ने हो भने वर्षमा उस्तै परे मिल्ने भए 365 चलचित्र नै आउँथ्यो होला त्यस्तो छ अनि चल्छन् फेरि 7-8वटा अनि ती बाँकी भएका निर्माताहरू डुबेर हैरान छन् भन्छन् अनि फेरि ती निर्माता चलचित्र बनाउन आउँछ के को हुटुटी हुँदो रहेछ निर्माताहरूलाई चाहिँ डुबे पनि फेरि आउने फेरि आउने त्यो त उहाँहरूको पनि फिल्मप्रतिको एउटा प्यासनै होला जस्तो लाग्छ मलाई चाहिँ होइन पैसा भन्दा नि माथि नै सोचेरै आउनुहुन्छ उहाँहरू त्यो खै त्यही त होला नि जसरी मैले सोध्छु सायद अरू निर्माता पनि त्यसरी नै सोध्नुहुन्छ होला नि त तर एउटै मात्रै फरक के हो भनेपछि फिल्म बनाउँदाखेरि अलिक धेरै विचार गरेर बनाउनुपर्छ चाहिँ भन्छु म चाहिँ त्यो चाहिँ किनभने तपाईँले अघि पनि भनिहाल्नुभयो वर्षमा लगभग त्यत्रो फिल्म बन्छन् लगानी उठाउने भनेको 8-10वटा जसो तसो त्यति त होइन र त्यो हुँदै गर्दा बाँकी त्यत्रो फिल्महरू डुबिरहेको हुन्छ तर फेरि त्यो निर्माताले फेरि अर्को पनि एनाउन्स गरी पनि हुन्छ कि त्यसको लागि अथाह पैसा चाहिँ भए जे पनि हुने हो कि अब यो अफमा कुरा गरौँ है बाँकी कुरा चाहिँ होइन त्यही हो अब खै अब त्यही त कसरी उ गर्नुहुन्छ तर एकचोटि साँच्चीकै आफ्नै तरिकाले चाहिँ फिल्म बनाएर डुबेको हो भने चाहिँ उहाँलाई उठ्न धेरै गाह्रो नै हुन्छ निर्मातालाई मलाई जहाँसम्म लाग्छ अब हामी अन्तिम प्रश्न लिँदै बिदा हुन्छौँ होइन हजुर मैले अघि पनि भने तपाईँलाई 2-3वटा अन्तर्वार्तामा भावुक भएको पनि देखियो ट्रेलर रिलिजमा पनि थोरै भावुक हुनुभयो होइन अनि 2-3 ठाउँमा तपाईँलाई देखियो हामी मान्छेहरूको प्रवृत्ति अलि राक्षसी प्रवृत्ति पनि छ है हामी दोहोरो अर्थ लगाइदिन्छौँ हजुर अब त्यो मान्छे किन रोयो भन्ने कुरा त्यसमा हामी ध्यान दिँदैनौँ है त्यो मान्छे फिल्मको प्रचार प्रसारमा हिँड्दा रोएको छ मतलब यसले फिल्म चलाउन रोयो भन्ने मैले पनि देखेँ एउटा कमेन्ट चाहिँ थियो हो त्यो हुन्छ अब तपाईँले यसलाई कसरी लिनु भएको छ मान्छेले तपाईँलाई त्यो हिसाबले त्यो ठाडो आकलन हो त्यो है उहाँहरूको एकदम ठाडो आकलन हो त्यो चाहिँ म हिजो ट्रेलरमा अलिकति भावुक हुनुको कारण चाहिँ म ट्रेलर हेरेँ मैले ट्रेलर हेरेको थिइनँ है मैले फिल्म पनि हेरेको छैन मैले स्क्रिप्ट पढेको पोहोर साल आजभोलिमा हो अनि पछि धेरै परिमार्जित भयो होला अथवा फिल्मको सुटिङ सेटमा पनि मैले त्यस्तो सबै कुराहरू देख्न पाएन हेर्न पाएन जुन बेला म घरजैमा एनी टाइम हुन्थेँ म हरेक कुराहरूमा एक्टिभ थिएँ इन्भल्भ पनि थिएँ अनि मलाई खासमा हिजो खुसी लाग्यो कम्तीमा म यस्तो अवस्थामा हुँदै गर्दा पनि मैले यत्रो टिमलाई ह्यान्डल गरेर आज त्यसको रिजल्ट चाहिँ जोस् देख्न पाएँ भन्ने हिसाबले र हाम्रो डिरेक्टरको कुराहरू आउँदै गर्दा अलिकति थोरै म भावुक भएको तर पनि मान्छेले त्यो आरोप लाउँछन् भने चाहिँ फिल्म चलाउनलाई भने एउटा कमेन्ट देखिरहेको थिएँ म होइन मैले पनि देखाएको थिएँ मैले देखाएको थिएँ कहाँबाट झुकेर त्यो एउटा कमेन्ट देखाएको थिएँ त्यो भनेको एकदम म त्यसरी त इग्नोर गर्छु म त्यस्ता कुरा मतलब लाग्दैन अहिले आफ्नो मिठो समय दिनुभएको छ तपाईँले त्यस्तो उहाँबाट आउनु भएको छ समय दिनलाई मलाई है त्यसको लागि म तपाईँप्रति एकदमै आभारी पनि छु म जाँदै चाहिँ मिज्यूको बारेमा के भन्नुहुन्छ दर्शकलाई तपाईँ आफैले कन्भिन्स गर्नु पऱ्यो किनकि पहिला सुरुमा दर्शक हलसम्म आउने माहौल भएपछि मात्रै चलचित्रले राम्रो गर्ने हो हलसम्म आउनलाई चाहिँ दर्शकलाई के भन्नुहुन्छ अब मैले भन्दा पनि दर्शकले दिइसक्नु भएको छ रिजल्ट जस्तो लाग्छ मलाई जुन हिसाबले गीत मन पराइदिनु भएको छ हाम्रो 2टै गीत एकदम मन पराइदिनु भएको छ गैरा गरे गाइली अर्को मुनमुन माउरी पनि एकदम मन पराइदिनु भएको छ पछिल्लो चरणमा टिजर पनि एक लेभलबाट मन पराइनु भएको थियो थाहा छ र ट्रेलरमा पनि एकदम राम्रो रेस्पोन्स छ यही नै चिज होला सायद उहाँहरू फिल्म हेर्नलाई आउने एउटा आकर्षित गर्ने चिजहरू मैले चाहिँ अब के भनौँ अब मेरो फिल्म राम्रो छ यस्तो छ उस्तो छ भनेर म त्यसरी पनि भन्न मलाई अप्ठ्यारो लाग्छ होइन खास एकचोटि सायद हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यही भन्नुहुन्छ
अब जाँदा जाँदै त्यो अघिको हाम्रो त्यो फेस सेरम थियो हजुर यो चाहिँ हाम्रो सिल्भर सिक्सको वार्म थेरापी ओइल हो यो तपाईँले आफैले प्रयोग गर्दा नि हुन्छ घरमा कसैलाई दिएर ट्राई गराउँदा पनि हुन्छ यो चाहिँ हाम्रो हाड जोड्नेहरू सर्क्या ठाउँ मर्क्या ठाउँ हुन्छ नि यो यहाँ छ उहाँले दिनुहुन्छ सर्क्या ठाउँ मर्क्या ठाउँ अथवा तपाईँको नसाहरू च्यापिएकोमा पनि यो तेलले मसाज गर्यो भने चाहिँ निको हुन्छ यो चाहिँ मम्मीलाई दिनु पर्ला मम्मीको बेला तपाईँ सुन्नु भएको छ यो ओइलको बारेमा चाहिँ मैले यहीँबाट हो कि सायद सम्भवतः अथवा कहीँ एडभर्टाइजहरू त सुनेको छु म एडभर्टाइज नै देख्थेँ म धेरै यो वार्म थेरापी ओइल राम्रो छ भन्ने रेस्पोन्स पनि मान्छेबाट आएको छ है अब तपाईँ आफैले युज गर्दा पनि भयो परिवारमा कसैलाई दिएर युज गरेर मेरो लागि त अब यो काम छैन किन भनेपछि म सेन्सलेस हुँदै गर्दा यो मलाई त दुखेको पनि थाहा हुँदैन है मम्मीलाई चाहिँ यसो ट्राई गर्नुहोस् एकताल भन्नु पर्ला अनि अर्कोचोटि हामी फेरि अर्को मुभीको बेलामा भेटघाट हुँदाखेरि तपाईँले यसको प्रतिक्रिया दिनु पऱ्यो मलाई हस् मम्मीलाई सोधेर हुन्छ ओके समयको लागि धेरै धेरै धन्यवाद चलचित्रले एकदमै राम्रो गरोस् हजुरलाई पनि घर ज्वाइँले 51 दिन मनायो मितज्यूले 100 दिन पार गरोस् र अर्कोचोटि अर्को चलचित्र फेरि पनि तपाईँले जनकजीले चलचित्र बनाउनु भयो भन्ने कानमा परोस् र अर्कोचोटि फेरि यसरी नै हाम्रो भेटघाट होस् पक्कै त्यो दिन आओस् थ्याङ्क यू सो मच